जे गर्दा नि हुन्छ। म त भन्छु घर जाने बेला यो पर्दा सर्दा सबै खोल, घर लग, बुझ्यो? ढौवा सधा हो। ढौवा सदा हो। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आज मेरो थर्ड ब्लगमा। अनि यो च्यानलको मेरो चाहिँ यो थर्ड ब्लग हो। अनि आज चाहिँ म तपाईँहरूलाई के देखाउँछु भनेपछि मेरो रुम टुर गराउँछु, होस्टेलको रुम टुर। अनि अहिले यो रुमको हालत तपाईँहरू देख्नुहुन्छ भने पागल हुनुहुन्छ होइन, त्यसैले लाइभमा म मिलाउने कोसिस गर्छु। पहिला यो रुम हेरौँ है त। यहाँबाट हाम्रो सुरु हुन्छ होइन। यो पहिलो त भइहाल्यो, यो चाहिँ मेरो होइन, यो मेरो रुममेटको भइहाल्यो। अनि यहाँनिर हेर्नु के सामानहरू छ। यो भइहाल्यो अचार, यो स्याम्पू, अनि त्यो जेल भइहाल्यो, यो पनि स्याम्पू, यता पनि अचार छ यो, अनि यो स्याम्पू भइहाल्यो। यता यो कफीको डब्बा, यो दुध, यो तेलको डब्बा, अनि यो श्रीरामको टाउकोमा लगाउने यो तेल नरिवल तेल होइन यो। त्यसपछि यो किताबहरू भइहाल्यो, कपीहरू, अनि यो मेरो पानीको बोतल, अनि यो ठुलो पानीको बोतल। यो चाहिँ मैले श्रीरामलाई दिइहालेँ, उसको नाम पनि लेख्छु यहाँनिर। त्यसपछि यतातिर आएर यो कफी खानलाई चिनी, यो थाल, यहाँनिर 2टा गिलास, र यो गाउँको अर्ग्यानिक अचार। यो मेरो गाउँको मेरो घरबाट ल्याएको हो। यो आँपको अचार हो, यो अर्ग्यानिक हो। यो चाहिँ हामीले धेरै जस्तो खाँदैन, धेरै छ। यो चाहिँ पर्फ्युम भइहाल्यो, तर यो सकिसकेछ, यसको काम छैन। यसलाई पनि यहाँ साइडमा राखौँ, अहिले यो मिलाउने छु सबै होइन। यो पेटी भइहाल्यो, यो श्रीरामको यो घरबाट पेटी ल्याएको हो। अनि यो बाल्टिन, यसमा पनि छ सामानहरू। त्यसपछि मेरो यो लभ अफ टोकेन कलेजको, यो पनि साइड गरौँ यसलाई। अनि यसमा के ल्याएको भनेपछि तपाईँहरूलाई थाहा छ, यसमा थियो चिकनको मासुको अचार। तपाईँहरूले कहिले खानुभएको छ? यो मैले पनि खाएको थिएन, एकचोटि दाइको साथीले ल्याउनु भएको थियो। अनि त्यति बेला मैले अलिकति खाएको थिएँ, मलाई मिठो लाग्यो। अनि म घर जाँदा मेरो माइजूलाई भने मैले बनाइदिन, अनि माइजूले बनाइदिएर ल्याउनु भएको थियो। मैले एक हप्ता नखाँदै यो सकाइदिएको थियो होइन। यसलाई यहाँ राखौँ, यसलाई फालिदिनुपर्छ। यसमा फोहोर भइहाल्यो। यो चाहिँ लुगा धुने साबुन। अनि यसमा के हो भनेपछि हिजो अस्ति 2-3 दिन भइसक्यो मलाई घरबाट खानेकुरा पठाएको थियो। के हो तपाईँहरूले म देखाउँछु रुक्नु है। यो खजुरिया, यो खानुमा एकदम मिठो हुन्छ। यो गाउँबाट मलाई जहिले कोही आउनुहुन्छ या कहिले खानु मन लाग्यो भने जहिले पठाइदिनुहुन्छ। घरबाट एकदम मिठो हुन्छ यो, तपाईँहरू खानु होला। खजुरिया भन्ने छ। अनि यसमै छ पेडा, कहाँ गयो? यो पेडा भइहाल्यो। खुवा भन्ने हुन्छ नि, खुवा। यो त म खाएर देखाउँछु, एकदम मिठो छ क्या यो। अनि यता यो बुकहरू भइहाल्यो। यो हेलमेट चाहिँ मेरो बाइक चाहिँ यहाँ छैन। अस्ति म अलिक दिन अगाडि गाउँबाट आउँदा एउटा दाइ बाइकमा आउनुभएको थियो, अनि म पनि त्यही बाइकमा आएको थियो। अनि हेलमेट चाहिन्छ भनेर मैले हेलमेट लगाएको थियो, त्यही भएर त्यो हेलमेट हो। अनि अब अर्को स्टेप हेरौँ। यहाँ मेरो बुकहरू भइहाल्यो, कपीहरू, यो 11को हो सबै। अनि यो बोरामा के छ थाहा छ तपाईँहरूलाई? भुजा खानुलाई भुजा ल्याएको छ श्रीरामले घरबाट, त्यो पनि 5 किलोको बोरा एकैचोटि। यसमा छ अहिले भित्र। अनि यो बुकहरू पनि भइहाल्यो। यहाँ तल बुकहरू हेर्नु, यहाँ त कचराहरू भइहाल्यो। अनि हाम्रो रुममा भनेपछि यो नुन, यो बुक्नी सब छ क्या। यो रुम होइन, यो होटल भने पनि हुन्छ। हामीले सब कुरो ल्याएर राखेको छु, सब बनाएर राखेको छु होइन। अनि यहाँ तलको भइहाल्यो। यहाँ ब्यागहरू छ, लुगाहरू। यता यहाँ यो काम नलाग्ने सामानहरू छ। यो कार्टुनमा अब यसमा चाहिँ बुकहरू राख्दिउँ। अनि घरबाट पठाएको सामान चाहिँ यसमा पनि छ। यो सामान चाहिँ दाइको लागि विदेश पठाउनु पर्ने छ, यो विदेश पठाउने हो। त्यसपछि यता त यो बेड भइहाल्यो। यो चाहिँ हाम्रो श्रीराम, जय श्रीराम। ल ठिक छ, अब यहाँ कचरा राखेको छु। अब यो सब तपाईँलाई मिलाएर देखाउँछु है त। ल साथीहरू, सबभन्दा पहिला म यो किताब मिलाउँछु। अब यो त श्रीरामको हो, उसलाई मिलाउनु पर्ने, तर अब उसले क्यामेराम्यान गरिरहेको छ, त्यसैले म उसको काम म गरिरहेको छु। यो फोनहरूलाई यहाँ राखिदिने। अनि यो चाहिँ होस्टेलको बिल, यसको पनि काम छैन साथीहरू। यो होस्टेलको बिल आउने मात्रै हो। अब मलाई यसै पैसा दिनुपर्छ। यसलाई यहाँ फाल्यो। यो चाहिँ हाम्रो यहाँ रुमको की भइहाल्यो। यो कीलाई राख्नुपर्छ, काम लाग्छ होइन। त्यसपछि यो पर्मानेन्ट मार्कर, यो पेन, यसलाई यहाँ राखौँ, यसलाई पछि काम लाग्छ।
अब यसलाई यहाँ हो, यसलाई यहाँ राख्दियो। हुन्छ श्रीराम? हुन्छ। हुन्छ त यसलाई अब यहाँ राखिदियो। यो यहाँ अटाउनु पर्यो है। यो यहाँ अटायो। यहाँ स्केल हेर्नु न, भाँची भाँची राखेको छ नि। यसलाई पनि यो के हो? मिस्टर सब। यो चाहिँ उहाँ न्यु रोडको हो। अस्ति म लुगा हेर्न गएँ दाइको लागि, त्यति बेला मैले काटेर आएको थियो होइन। यसको काम छैन, अब त्यहाँ गएर लुगा नल्याउने। अब यो पानीको बोतल यहाँ साइडमा राखौँ। यो तिम्रो पेन्सिलहरू धेरै हो क्या, यहाँ राखौँ। यो के को? यो चार्जर। के को त? मोबाइलको। कसको? मोबाइलको त होइन, यो मोबाइल पनि चार्ज हुन्छ। हुन्छ हुन्छ। त्यसलाई राख्न काम लाग्छ। यो कफी यो पनि काम लाग्छ। यसलाई यहीँ राखौँ। नुन तेलहरू यहीँ राखौँ। यसलाई काम चाहिँ खाल्ने भाइ? नै ठिक छ त्यसमा छ अलि राखौँ। यसलाई खालिदिउँ। मेरो तेल छ। यसलाई पनि यहाँ राखौँ। यो गिलास यहाँ भइहाल्यो। पेनको कमी छैन गाइड हाम्रो रुममा। यसमा के थियो भनेपछि साथीहरू यहाँ हेर्नु, चना थियो, सब खाएर सकाइसकेछ। यसलाई पनि डस्टबिनतिर फालौँ। अनि यो हेर्नु न यहाँ कफी हेर्नु त, यहाँ 2 जनाको कलेक्सन। यसलाई पनि अब डस्टबिनतिर फालौँ। अब त्यसपछि बाँकी बस्यो यो थाल, यो चिनी हेर्नु, यसलाई यहाँ राखौँ। यो कफीसँग खानु हुन्छ। यो हाम्रो अर्ग्यानिक अचार, यसलाई यहाँ राखौँ। यो सानो स्केल हो, यसलाई पनि यहाँ राखौँ। यहाँ यति औजार भइसकेको छ है त गाइस। यो थाल यस्तो छ हेर्नु साथीहरू, यहाँ यसमा मुख देखिन्छ, आफ्नो मुख देखिन्छ, हेर्नु त भयो। यो सेम आइना काम गर्छ है। यसलाई यहाँ राखौँ। यो मार्कर भइहाल्यो। यो दुध निकाल्ने यहाँ किन फालेको? यसको काम छैन, यसलाई यहाँ तल फाल्यो। सो साथीहरू, श्रीरामले झाडु लिएर आइदियो। अब यो सफा गर्नु पर्यो है त। यो जुत्ताको हो कार्टुन, तर यसलाई अब के भन्छ त्यसलाई, फोहोर उठाउने त्यो बनाउँछ है त। अब यो चाहिँ यो श्रीरामको पेटी हो, हाम्रो रुममेटको पेटी होइन। अनि यो पेटी हेर्नु न, बवाल पेटी छ क्या। हाम्रो यस्तो पेटी के हुन्छ भने चाहिँ उतातिर गाउँतिर बिहेमा चाहिँ भारहरू हुन्छ नि, के लुगाहरू केहरू हालेर लाग्छ, सेम त्यस्तै पेटी हो क्या श्रीराम। अनि यो पढ्यो कति श्रीराम? 950 मात्रै। 950मा यस्तो पेटी आउँछ। तपाईँले यस्तो यति सामान अटाउनुलाई सुटकेस किन्न गयो भने 25 देखि 3000 रुपियाँ लाग्छ। सस्तोमा काम चलाउनुलाई यस्तै पेटी किन्नु, सब सामान अट्छ यसमा। उसको लुगा फाटा यताउता सब अटाएको छ यसमा होइन। अनि त्यसपछि मेरो ल यताको यो माथिको फ्लोर त सफा भइसक्यो। अनि तपाईँहरूलाई अब देखाउँ म यहाँनिर यसलाई यत्तिकै मिलाएर राखिदिएको है। अनि यो यति भइहाल्यो पेनहरू। अनि यो थाललाई उसको पेटीमा राख्छु, नत्र अर्को ठाउँ म्यानेज गर्छु। अनि यहाँ तल त भइहाल्यो यस्तो, यहाँ तल अलिअलि मिलाउनु पर्ने म्यानेज गर्नुपर्ने भइहाल्छ। यहाँ तलको यसको काम छैन, यतिकै छोडिदिउँ। यहाँ तल जुत्ता राख्छु, त्यसलाई पनि त्यत्तिकै छोडिदिउँ होइन। अब बाँकी भयो यसलाई तलको फ्लोरलाई अलिअलि कुचोले बढार्ने र बेड मिलाउने। अनि यताको पनि मिलेकै छ, किनभने यता मैले धेरै युज गर्दैन। यता कुनै सामान राखेछ भने त्यो राखेकै हुन्छ, त्यसैले त्यो यतिकै होस्। अब यो हेलमेट मेरो 12 सकिन्छ, अनि हेलमेट लिएर जाउँला। त्यसपछि गाउँमा त बाइक छ, गाउँमा मस्त चलाउँला होइन। अब यो बेड मिलाउँ र यसलाई सफा गरौँ। तपाईँलाई मेन कचरा म यहाँ देखाउँछु। यहाँनिर हेर्नु कचरा। हामी यस्तो अल्छी छौँ नि, कचरा यहाँबाट उठाएर बाहिर लग्दैन क्या, यत्तिकै राखिरहेको हुन्छ हामी। अब किन तपाईँहरू सोचिराख्नु होला, होस्टेलमा बस्छु, अब यस्तै हो, चल्छ होइन। सो साथीहरू, अब म यो फ्लोरलाई सफा गरिदिउँ। धेरै छैन फ्लोरमा त, त्यही जे थियो त्यो माथि मात्रै थियो। माथि के भइहाल्छ भनेपछि अब कफी खाने अनि जे पाए त्यति राखिदिने, त्यसैले के भयो त्यति भएको थियो। यो कचरा हेर्नु कति जम्मा भइसकेको छ। अब यो कचरा कमसेकम हाम्रो 2-3 हप्तादेखि लिएर 1 महिनासम्मको होला।
हामीले जे खाने त्यही फाल्ने, खाने त्यही फाल्ने। यो प्लास्टिकमा धेरै जसो कफीको र बिस्कुटको प्लास्टिक होला क्या, त्यति हो। साथीहरू, हाम्रो रुमबाट 2 झोला कचरा निक्ल्यो, 2 झोला। यति होस्टेलवाला अङ्कलले हेरिहाल्यो भने हामीलाई लास्टै कराउँछ। यहाँ होस्टेलमा कचरा राख्नु पाउँदैन, हप्तामा साफ गर्नुपर्छ अरे, अनि हटाउनुपर्छ। 2 झोला भयो, यसलाई फ्यालेर आउँछ है त। सो साथीहरू, मेरो रुम क्लियर भइसक्यो, पुरै सफा भइसक्यो होइन। रुम हेर्न सक्नुहुन्छ। यो चाहिँ यहीँ मिलाएर राखिदिने, यहाँको कचराहरू सबै साफ भइहाल्यो। अब यो कपीहरू यहाँ राखिदियो तल। अब तिमीलाई एउटा कुरा भनिरहेको छु है, यो कपीहरू माथि नराख, पढ्ने मिलाउने त्यहाँभित्र राखिदिने, ठिक छ नि। यसरी म्यानेजमेन्ट अलि राम्रो हुन्छ, बुझ्यौ नि। यस, म्यानेजमेन्ट, बुझ्यौ नि। अब सो यत्तिकै हो, केही छैन। त्यो तिमीलाई मैले जिस्काएको मात्रै हो। अब होस्टेलको रुम हो, जे गर्दा नि हुन्छ। म त भन्छु घर जाने बेला यो पर्दा सर्दा सबै खोल, घर लग, बुझ्यौ। ढौवा सदा हो। म त भन्छु यो छ, यो लुगा राख्ने, यो पनि बोकेर घर जाऊ। तर तिम्रो 4 साल बाँकी छ, म सबै बोकेर लग्छु पखन अहिले एक दिन। त्यसपछि यो झाडु चाहिँ अब नदिनु, यो झाडु यो रुममै राख होइन, रुममै सफा गर, रुममै बस, ठिक छ। त्यसपछि अब मेरो रुम पुरै क्लियर भइसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि यताको त यो यत्तिकै छ, यो पनि मिलेकै हो, यता केही फोहोर छैन त्यस्तो। त्यसपछि हाम्रो ब्यागहरू पनि मिलाएर भइहाल्यो, बुकहरू पनि मिलाएर भइहाल्यो, र यो मिलिहाल्यो। अब यो 3-4वटा बाँकी छ। अहिले अब यसमा गएर पानी ल्याऊ, तातो पानी माथिबाट, त्यहाँ अब मेरो दाइले ल्याउँछ, अनि 2 जना कफी घोलौँ र खाउँ है त गाइस, तपाईँहरू हेर्दै गर्नु होला। सो हाम्रो कफी यो चाहिँ भइहाल्यो। अब यो म खान्छु है त। केटोले सिकेछ कफी बनाउन, के भनेको कस्तो लाग्यो? एकदम बवाल। श्रीरामले बनाउँछ नि कफी मिठो हुँदैन, यो त हुनै सक्दैन यार। ल साथीहरू, आजको भ्लग म यहीँ सकाउन चाहन्छु। तपाईँहरूलाई मन परेछ भने लाइक, सब्सक्राइब र सेयर गर्नु होला। अनि तपाईँहरूलाई यस्तै भिडियो मनपर्छ भने सब्सक्राइब चाहिँ गरिराख्नु होला, किनभने नेक्स्ट भ्लगमा यस्तै भिडियो अझै पनि आउनेछ। अब हामी भेट्नेछौँ अर्को भ्लगमा। थ्याङ्क यू अल।